हामी यो देवदह भन्ने छ यहाँनिर पागडीको बुट्टा भन्ने ठाउँमा आइपुगेछौँ। यहाँ अब खेतीबाली पुरै खेती छ। यसमा सर्लग यहाँ हेर्दै हेर्दै जाँदैछौँ। बुट्टा चाहिँ नि यही हो। यसको बुट्टा जति यो बाह्रै मास हरियाली रहन्छ भन्नुभएको छ। यो पुरै बाह्रै मास हरियालीसँग यो रहन्छ। यसको विशेषताहरू यहाँ चाहिँ अब कुनै पन्छीहरू यहाँ कुनै फोहोरो हुँदैन। बाह्रै मास पुरै हरियाली रहन्छ। अब यहाँ भित्र हुनुहुन्छ एकजना, उहाँसँग हामीले अब केही सोधपुछहरू र जानकारीहरू लिनेछौँ। लिने क्रममा हामी गेटको अंदर भित्रै पसिसकेछौँ हामी। यसमा यहाँ एकजना संरक्षक उहाँले बताउनु वाला पनि हुनुहुन्छ। हजुर नमस्कार। ल भन्नुहोस् यसको बारेमा केही छ जानकारी त्यो त बताउनु। हजुर नमस्कार। पालिका 8 बस्ने रुद्र पाण्डे, देवदह नगरपालिका कर्मचारी। हाम्रो ऐतिहासिक धार्मिक सम्पदाले भरिएको यस आकारी वृक्ष, ऐतिहासिक बुद्धकालीन वृक्ष, बुद्ध भगवान आएर बाल्यकालमा बस्नुभएको, खेल्नुभएको, ध्यान गर्नुभएको एउटा आँकडा किंवदन्ती छ। 2700 वर्ष पुरानो एउटा अनुमान गरिएको छ हामीले यसलाई। र धार्मिक हाम्रो मास्टर होल्डर, PhD होल्डर र विभिन्न धरती माताहरूले मेडिटेसन गरे अनुसार 33 कोटी देवता, शिवजी, गणेश भगवान, शेषनाग सम्पूर्ण देवी देवताले बास गर्नुभएको यस पवित्र वृक्ष, अमृतमय वृक्ष, जसले अवलोकन गर्नको लागि नेपालको सामान्य किसानदेखि लिएर मन्त्रीगणसम्म 1 लाखदेखि लिएर PhD होल्डर, मास्टर होल्डर, एजुकेसनल, बायोलोजी, टिचिङ सम्पूर्ण अस्ति पनि हाम्रो होराइजनबाट 8 बस आउनुभएको थियो। 600 जना मैले उहाँहरूलाई 3 लट गरेर मैले ब्रिफिङ गरिदिएको थिएँ। यहाँभित्र आइराख्नु भएको सम्पूर्ण व्यक्तित्व। यता यो बाह्रै मास हरियाली रहन्छ। हाम्रो सधैँभरि हरियाली। यहाँ कोही वृक्ष चराचुरुङ्गीले गुण लाउँदैनन्। सधैँभरि हरियाली। यहाँ तपाईँले एउटा कुरा बताउनु चाहिँ हात्ती आउँदैनन् भन्नुभएको थियो। यहाँ यो एरियामा हात्ती पनि आउँदैन कहिल्यै। एरियामा आउँछ हात्ती, तर यहाँ छिर्दैन। यहाँ छिर्दैन। हामीले यहाँ कहिले प्र्याक्टिकल गरेको यहाँ हात्ती आउन मान्दैन। हात्ती आउन नमान्नु भनेको कारण हजुर हात्ती पनि पोजिटिभिटी हो। हजुर हात्ती भन्दा अझै हाई पोजिटिभ भाइब्रेसन यहाँ भएको हुँदाखेरि हात्ती आउन मान्दैन। यहाँ कहिले हात्ती छिर्दैन। यहाँ चराचुरुङ्गीले गुण लाउँदैन। सदाबारी हरियो रहन्छ। सधैँभरि हरियो। हजुर यहाँ अब यो देवी यहाँ पूजा गर्ने यहाँ कस्तो छ यो शिलाहरू? शिलाहरू त देखिन्छ नि। शिलाहरू यहाँ आफैले उत्पन्न भएको छ यहाँ भित्रपट्टि। ए यहाँनिर गणेश भगवान, यहाँनिर गणेश भगवान विस्फोट हुनुभएको। हजुर। यहाँ गणेश। अनि यता अरू यताबाट यसरी जान्छ, यसरी दाहिने पार्ने होइन? यहाँ फेरि हात्तीको सुँड यताबाट यहाँबाट हेर्नु होला। हजुर कता कता? यहाँ यहाँ यता यहाँबाट यो आँखा भयो। हजुर। ऊ त्यहाँ आँखा, टाउको, कान, सुँड, हात्तीको सुँड सर्लक्कै देखेको छ यो पुरै। हजुर। यसलाई दाहिने पार्न खोज्यो, दाहिने पार्न हिँड्नु। यता 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 के देख्छ? हजुर। यहाँ हाम्रो यहाँ बुद्ध भगवान सुत्नु भएको सेप भनेको छ। ए यहाँ पाउ भयो, हिप भयो, पाखुरा भयो, शिर भयो, यसरी सुत्नु भएको बुद्ध भगवान। हजुर। अक्टोपस सेप, शिर लुगाको, टाउको लुगाको कचुवा। हजुर। यो हात्तीको सुँड। हजुर। यति जान्छ है। हजुर। अब यो हाम्रो ब्रेन सेप। हजुर। यो शेषनागको सेप, नागको सेप। हजुर। 1 2 3 4 5 नाग जस्तो अलि टाटो भन्नुहोस्। नाग 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 भगवानको सेप है। यता यता हाल्नुलाई। हजुर। यो यो कति कति यसको मोटाइ कति छ? यो मोटाइ हाम्रो 82 फिट पुरै 90 फिट उचाइ, 82 फिट फेद, हजुर। 500 फिट आगामा फैलिएको। यो 500 फिट आगामा फैलियो। फैलिएको हजुर। 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 आमाले बच्चालाई स्तनपान ल गराएको। मैले हजुरलाई के भने यहाँ आउँदा यो वार्ड नम्बर 8 पर्दो रहेछ। एकदम एकदम। यसमा लोकेसनहरू यो वार्ड गाविसले अथवा नगरपालिकाले, देवदह नगरपालिकाले राख्न पर्ने। हाइवेबाट पनि यो चाहिँ पाकडीको बुट्टा जाने बाटो भनेर लेखिदिनु पर्ने। तिलोत्तमा जब भ्याइन्छ नि त्यहाँ पनि पाकडीको बुट्टा जानुपर्ने। हामी त लोकेसन त्यहाँ सोध्दै आयौँ। अब सोध्ने वातावरण नबनोस्, यो सम्बन्धीसँग ध्यान जाओस् र तपाईँ मार्फत यो त्यहाँ पुगोस्। मेरो चाहिँ सुझाव। यसमा अन्यथा नलिन होला है। यसमा चाहिँ सर्लग ल्याएर यसको प्रचार हामीले एकदमै विधिवत रूपमा गर्नुपर्ने छ। धर्मले हामी उसलाई चाहिँ माथि उदाहरण गर्छ। धर्मसित लाग्यो भने धर्म हाम्रो यो मेरो जिल्ला अर्घाखाँची पर्छ। सुपा देउरालीको प्रचारको लागि अहिले 2025ले त्यहाँ विभिन्न किसिमका होटेलहरू, व्यवसायहरू, होमस्टेहरू त्यहाँ चलिरहेको अवस्था छ। यहाँ पनि ठाउँ त छ। त्यसो हुँदा हामीले उहीँदेखि यो नगरपालिका, देवदह नगरपालिकालाई सुझाव दिनु कि वहाँबाट जाँदा होर्डिङ बोर्ड, यसको बुट्टासितको एउटा बोर्ड राखिदिने के त्यहाँ। यो यहाँदेखि यति किलोमिटरमा पर्छ। अब देवदह आइसक्छ जब यहाँनिर यति किलोमिटरमा यो बुट्टा छ,
भन्ने कुरा 4-6वटा होर्डिङ बोर्ड भयो भने मान्छे अझै सजिलैसँग यहाँ आउन सक्छन्। यो वातावरण तपाईँ मार्फत देवदह नगरपालिकालाई पुर्याइदिनु हुन भन्दै यो सुझावको लागि र अति राम्रो छ। यहाँ चराचुरुङ्गी छैन, सफा छ, सधैँभरि सुन्दर दृष्टिले भरिएको ठाउँ हो यो। तपाईँहरू जस्तो मान्छेले सबै भएपछि यो चाहिँ जति प्रचार गर्न सक्यो सबै देशको लागि गौरव, तपाईँ हामीको लागि गौरव र देवदह नगरपालिकालाई पनि यो अति गौरव बन्न जान्छ। त्यसकारण योमा हजुरले यो बुटासित देवदहको अब यति नम्बर वार्ड वहाँ त कति नम्बर पर्छ हाइवेबाट छिर्दा त्यो 33 नम्बर वार्ड, यहाँ हामी 8 नम्बरमा छ। यो पाकडी बुटो यहाँनिर छ। यो यसरी तपाईँ भ्रमण आइदिनु होला भन्न हार्दिक स्वागत भनेको एउटा फोटो हुन्छ नि, हाइवेबाट आउँदा यता तिलोत्तमा त्यति मणिग्रामबाट आउँदा अथवा यता जतातरीबाट आउँदा आउने बाटाका लागि एउटा होर्डिङ बोर्डको तपाईँले यो सुझाव देवदह नगरपालिकामा सम्म पुर्याइदिने काम तपाईँले गर्नुहोला है। यसमा गरियो भने अति प्रचार गरियो भने जति हामीले प्रचार गर्न सकियो त्यति नै हामीहरूलाई धर्मले नै हामीहरूको संरक्षण गर्छ, धर्मलाई हामीले संरक्षण गरिन्छ। त्यहाँभन्दा अरू विकल्प हामीसँग छैन। त्यसो हुँदा तपोभूमि ठाउँमा छौँ हामी, एकदमै निरीक्षण ठाउँमा छौँ, खुल्याम ठाउँमा छौँ, आनन्दमयका छौँ। किनभने हामीलाई धर्मले तपाईँ हामीलाई बाँच्छ होइन। विकट धर्म हामी बाँधिन सकिन्न। सबभन्दा धर्म जति प्रचार गरियो धर्मले हामीलाई बाँच्छ। जस्तै प्रयागराजमा चाहिँ नि उसले मोदीले कत्रो प्रचार गर्यो, त्यो कति इलाहाबादमा, त्यस्तै हामीले सबै ठाउँमा प्रचार गर्न सक्यौँ भने हामीलाई चाहिँ राम्रो र भविष्य पनि देखिन्छ। त्यसो हुँदा यो देवदह नगरपालिका अन्तर्गत गई यो बुटोको सित होर्डिङ बोर्ड र बाटो यति किलोमिटर, यहाँ आउँदा यति किलोमिटर, जस्तै हामीले त्यहाँ देख्यौँ पाकडीको वृक्ष जाने बाटो भन्नेको आधारले छिर्यौँ हामी। नत्र हामी 3-4 ठाउँ सोध्दै आइयो कि किनभने बाटो परिवर्तन हुन्छ, पिच हुन्छ, अनेक हुन्छ नि त। एक फेर आएको मान्छेले दोबारा सर आओस् क्या, कसैलाई सोध्ने क्रममा नजान परोस्। एकदम राम्रो। यसको कुरालाई तपाईँले एकदमै मध्यनजर गरेर सेयर पारेर सबैलाई यसको प्रचार त भइसकेको छ, तर आउने मान्छेलाई सजिलो, यो ठाउँमा हात्ती पस्दैनको प्रचार, यो ठाउँमा चराचुरुङ्गी हुँदैननको प्रचार, यो ठाउँ 12 मास हरियाली रहन्छ भन्नेको प्रचार लिएर हामीहरूले सधैँभरि यसको प्रचार गर्न पाइयोस्। तपाईँ हाम्रो फलोस् फुलोस्, यही नै शुभकामना गर्छु। हस्त नमस्कार।